यो चाहिँ धनिया लगाएको है। पहिला यसले भिजाएर प्लास्टिकले छोपेर अनि 2-3 दिन राखेपछि यसरी उम्रेको छ। अनि प्याजले पनि यसरी हामीले पानीमा माटोलाई भिजाएर अनि यसरी रोपेको उम्रिन थालेको छ। अनि हेर्दै गर्नु यो चाहिँ डल्ले खोर्सानी है। यो चाहिँ हामीले यसरी रोपेका छौं। अनि यसले चाहिँ पहिला माटो हालेर पानीमा भिजाएर अनि 2-3 दिनपछि 4 दिनपछि बिरुवा यसरी उम्रेको। यो पनि अर्को पनि छ। तपाईहरुले नि यसरी गर्न सक्नुहुन्छ है। तपाईहरुले नि यसरी रोप्न सक्नुहुन्छ। हुन्छ जर्किनमा कुनै पानीको उसमा एकदमै राम्रो तरिकाले यो चाहिँ धनिया एकदम राम्रो भएको छ। तपाईहरुले नि यसरी उगाउन सक्नुहुन्छ, खेती गर्न सक्नुहुन्छ। यो चाहिँ डल्ले खोर्सानी यसरी रोपेका छौं।